बिस्तारै हिँड्दैछु सुवादपट्टि हिँड्दैछ गोर्जिला कस्तो मजाले हिँडेको छु सर्लक सर्लक बिस्तारै हिँड्दैछु क्या बिस्तारै हिँड्दैछ भुरी सल्टाएर कुखुरा कराएछ नि अब कहाँ जान्छ अब ओए केटा कटाका यहाँ म रुखबाट चढ्दै रेकर्ड गर्दैछु कि अब नजिक गयो भने भाग्ला होइन क्यामेराम्यान भन्दैछु म यहाँ अब रुखमा चढेर रेकर्ड गर्दैछु कि म यहाँ हिँड्दैछु यता पुगिसकेँ उता यहीँ बसेको छ हाम्रो कुरा खायो कि म त फ्याट्टै हानिहाल्छु यसलाई म कुखुरा चाहिँ नै खाउँछ होइन बारीमा दुल्न पाउँछ उता हाम्रो कुखुरा उता छ कि मजाको यही डराउँदै हेर्दैछ शिकार मात्रै खेल्छ चप्पलले हान्ने चताएर यसका बाजेलाई खै कहाँ गयो कुखुरा हेर्दैछ के आयो भने दुईटा आउँछ कि बच्चा चल्लाहरू हुन्छ पुरै हेर्दैछ के आयो भनेर यिनीहरूलाई थाहा भइसक्यो यहाँ के चाहिँ आएर हेरिरहेछ बसिरहेछ पुरै ढुकेर बसिरहेछ कि यसको यो ठोक्न मात्रै जस्तो चप्पल छ यो यत्रो चप्पल छ मर्नु चाहिँ मर्नु तर यसको टाउकोमा झटाएर चाहिँ हान्छु मेरो कुखुरालाई खाना खोज्यो भने चाहिँ तर मेरो कुखुराले के हानि नोक्सानी गरेन भने चाहिँ म नि के गर्दिनँ आफ्नो बाटो हिँड्नुहोस् उसलाई मेरो बाटो मेरो बारीमा खुल्लम आजादी छ तर यतै बसिरहेछ ऊ मलाई हेरिरहेछ है के आवाज आएको छ नि गोरो भने देखाएको छु गोरो यत्रो ठुलो छ धेरै ठुलो त छैन भर्खरको छ यहाँ हाम्रो बारीमा आएछ म चाहिँ यहाँ कोक्सीको रूपमा चढेर हेर्दैछु कि अनि ठुलो छ कि हेरेको त सानो रहेछ यहाँ कुखुरा र कुकुर पनि पुग्यो अनि कुखुरा नि करायो के भयो रहेछ भने हेर्न आएको त त्यहाँ गोरो पो देखेँ कि मैले यहाँ पुरै बसिरहेछ खै कहाँ गयो हो यो स्याउ यो गोरो छेवारो छन् देख्छ तर कस्तो खतरा देख्छ है यहाँबाट चाहिँ पुरै गोरो चाहिँ यो धेरै जुमिङ राम्रो हुँदैन कि मेरोमा म चाहिँ यहाँ गोरो हेर्दैछु यो कहाँसम्म जाँदो रहेछ हाम्रो गाउँमा आएको रहेछ हाम्रो गाउँ भन्दा नि मेरो बारीमा रहेछ मकै रोप्ने ठाउँमा कुखुरा पुरै कराउँदै थियो किन कट 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 कराउँछ भनेको त त्यो गोरो देखेर पो कराएर रहेछ खतरा रहेछ गोरो त अनि सुन गोरो चाहिँ होइन रहेछ यो के गोरो हुने नाम हुन्छ भने सुनेको थिएँ मैले तर खै गोरो त गोरो के गोरो गोरो त गोरै हो के गोरो भन्छ यसको नाम गोरो चाहिँ थाहा भएन सुन गोरो अनि के गोरो हुन्छ अरे सुनेको थिएँ तर आज यहाँ पुरै हाम्रो बारीमा आएर बसिरहेछ शीतल हावा खाएर गर्मी भयो होला केटालाई खतरा देखिरहेछ नि हावा खाँदै बसिरहेको छु डाँडा काँडा रमाइलो छ मकै बारी रोपेको छ कोक्सीको रूपमा छु त्यो गोरोलाई हेर्दैछु म यो गोरु मेरो कुखुरा अट्याक गर्ने यसलाई म पनि अट्याक गर्छु तर अट्याक चाहिँ गर्दिनँ जहाँसम्म लाग्छ यसले चाहिँ कुखुरालाई चाहिँ अट्याक गर्दैन यो आफ्नो धुनमा हिँडेछ लासाक 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 पारेर पेट हलाउँदै सेम छेवारो जस्तो देख्छ होइन जिब्रो चाहिँ सर्पको जस्तो हुन्छ अनि ज्यान शरीर हेर्दा शरीरहरू हेर्दाखेरि चाहिँ उको छ छेवारो सेम छेवारै हो अनि जिब्रो चाहिँ सर्पको छ गोरो यहाँ पुरै माथि हेर्दैछ कि
खोइ टाउको देखेँ यसको पुरै हेर्दैछ यहाँ आँखा त टिखो छ रहेछ केटाको त पुरै मलाई नै हेरिरहेछ कि घाँटी नै बाङ्गेको छैन जाथाको घाँटी नबङ्गाइकन हेर्दैछ म चाहिँ यति माथिदेखि हेरिरहेको छु कि उसलाई कहाँसम्म जाँदो रहेछ कहाँसम्म के गर्दो रहेछ भनेर अब हेर्दा धेरै हेर्दा हेर्दा नि झ्याउ लाग्यो अब धेरै ठुलो त होइन यत्रो चाहिँ हो केही छैन हाम्रो बारीमा देखे आज यस्तो गोरुवाला पनि देख्नु धेरै देखाएको थियो होस्टेलतिर पनि देखाएको थिएँ जङ्गल पनि देखाएको थिएँ आज हाम्रो घरको छेउमा आएछ खाना चाहिएको थियो होला केटालाई खाना मैले दिइनँ रिसा यहाँ फुलहरू बसिरहेछ ऊ त अहिलेसम्म गएको छैन कि यहीँ हेरिरहेछ उसको आँखा त हेर्दा जिब्रो नि सेटेक गर्दैछ त्यही हो के गर्नु Realme C51 हो यो भने जुमिङ जाँदैन यो भने आशा पनि नगर्नु यो भने जुमिङ जान्छ र क्लियर पनि देख्छ भने जति देख्यो है त यो भने जुमिङ देखाउनु मन छ भने चाहिँ भाइरल बनाइदियो रे भाइरल त हुँदैन तर पनि बनाइदियो रे मैले भने मात्रै भाइरल हुने चाहता धेरै छैन भाइरल हुने चाहता छैन आफ्नै भवलको लागि हो कि अहिले सकेसम्म म नजिक गएर उ गर्छु के भन्छ देखाउने कोसिस गर्छु भाग्यो भने भागिहाल्यो भागेन भने चाहिँ उसँग केही परिचय अनि परिचय नि ल्याउला यहाँ यस्तो रुखमाथिदेखि हेरिरहेको छु कि तल छ म उतादेखि घुमेर जान्छु ऊ भागेन भने चाहिँ म अलि नजिकबाट देखाउँछु यिनीहरू खतरा देखेर यो फर्केर यिनीहरू यस्तो बाठो छ कुखुराहरू यिनीहरू आकाशको चिल्ला पनि देखेर गर्छ भर्खरको चल्लाहरू छ कि यिनीहरू भर्खर निस्किएको छ अनि म नजिकदेखि देखाउँछु तर ठुलो त यस्तो के होइन न डाइनोसर हो न के हो तर पनि गाउँघरमा यस्तो हिँड्ने जीवजन्तुहरू कि जीवजन्तु उता थियो म हेर्छु अहिले हरियाली छ कि उसलाई फेरि खजुरा सर्पाएको पनि थाहा हुँदैन क्यामेरा कसरी देखिरहेको छ मलाई थाहा भएन हरायो क्या उठेछ जुमिङमा राम्रो देखाएको छैन तर पनि बिस्तारै जान्छ उता छ के गरेछ नै हो त्यहीँ बसिरहेछ पुरा नि धेरै घाममा हिँड्न अल्छी लागेर भाग्यो रक्ता भाग्यो केटा भाग्यो आशा थियो कि अलि नजिक गएर उसलाई अलि राम्रो देखाउँ कि भनेको के गर्नु केटा त रफ्तार भाग्यो पब्लिक मन पर्दैन रहेछ उसलाई एकान्त मन पर्दो रहेछ सिङ्गल मन पर्दो रहेछ उसकै के सहेलीहरू आयो भने उसकै के मन पराउने केटीहरू आएको भने चाहिँ सायद बस्थ्यो होला हामी केटा मान्छे गयो केटा त रफ्तार भाग्यो सोच्यो होला उसले पनि को चाहिँ 2 खुट्टे ठुलो जिप आएछ रहेछ अनि 2टा हात दुईटा हात चाहिँ यस्तो छ 2 खुट्टे छ यहाँ कुन चाहिँ यस्तो ठुलो कुन छ हामी त के अरे मैले त 4 खुट्टे टिकेको हिँडेको देखेको थिएँ प्रायः जस्तो त यो 2 खुट्टे चाहिँ को आएछ रहेछ यत्रो ठुलो बनामा यसले भेट्यो मैले त खान्छ होला भनेर सोच्यो होला त्यो रफ्तार भागेछ केटा केही छैन नजिक गएर केही नजिक जान पाएको भए त केही कुरा सोध्थ्यो भाषा त बुझिँदैन त नि आफ्नै हावामा के छैन आजको लागि यति नै भयो आज जे देखाएको थियो त्यो रेकर्ड गरेँ गाउँमा नेट त राम्रो चलाउँछन् तर पनि यति राम्रो नेट चल्ने ठाउँमा भए पनि म अवश्य यो भिडियो अपलोड गर्नेछु देखाउनेछु हेर्नु होला लाइक अनि सब्सक्राइब गरिदिनु आजको लागि यति नै टाटा बाई भइहाल्यो त्यस्तै छ